नमस्कार सबैजनालाई। आज म 2 शब्द बोल्न गइरहेकी छु। शब्दको टपिक छ सत्य तितो हुन्छ। शब्दको टपिक छ सत्य तितो हुन्छ। हामीले यो समाजमा देखिरहेका र भोगिरहेका कुराहरू 2 शब्दमै बोल्न गइरहेकी छु। म बोल्न गइरहेकी छु। सुन्नुहोस् तपाईलाई कस्तो लाग्छ। आफ्नो बाबाको सम्पत्ति छोराले पाउँछ, यसमा कुनै कसैको शक हुँदैन। आफ्नो बाबाको सम्पत्ति छोराले पाउँछ, यसमा कुनै कसैको शक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको हुन्छ, अधिकार छिन्ने यसमा कसैको हक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको नै हुन्छ, अधिकार छिन्ने हक कसैको हुँदैन। आफ्नो बाबाको सम्पत्ति छोराले पाउँछ, यसमा कसैको कुनै शक हुँदैन। आफ्नो बाबाको सम्पत्ति छोराले पाउँछ, यसमा कसैको कुनै शक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको हुन्छ, अधिकार छिन्ने कसैको हक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको नै हुन्छ, अधिकार छिन्ने कसैको हक हुँदैन। आफ्नो बाबाको सम्पत्ति छोराले पाउँछ, यसमा कसैको कुनै शक हुँदैन। आफ्नो बाबाको सम्पत्ति छोराले पाउँछ, यसमा कसैको कुनै शक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको नै हुन्छ, यसमा अधिकार छिन्ने यसमा कसैको हक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको हुन्छ, अधिकार छिन्ने हक कसैको हुँदैन। आफ्नो बाबाको सम्पत्ति छोराले पाउँछ, यसमा कसैको कुनै शक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको हुन्छ, अधिकार छिन्ने यसमा कसैको हक हुँदैन। आफ्नो बाबाको सम्पत्ति छोराले पाउँछ, यसमा कसैको कुनै शक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको हुन्छ, अधिकार छिन्ने यसमा कसैको हक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको हुन्छ, अधिकार छिन्ने हक यसमा कसैको हुँदैन। आफ्नो बाबाको सम्पत्ति छोराले पाउँछ, यसमा कसैको कुनै शक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको हुन्छ, अधिकार छिन्ने यसमा कसैको हक हुँदैन। त्यसैगरी भाइको निजी सम्पत्ति भाइको हुन्छ, अधिकार छिन्ने हक कसैको हुँदैन। नमस्कार।